नमस्ते होइन सबैजनालाई वेलकम टु माई ब्लग। अहिले चाहिँ टक्क घुम्न जानु निस्किन आँटेको रुमबाट आँटेको। मसँग चाहिँ हाम्रो खगेन दाई हुनुहुन्छ पछाडि। टक्क निस्क्यौँ अब टक्क चट्ट लिफ्टको रुम अब जेरोमा पुगेर रहेछ नि। टक्क गइदिउँ। मोटा आएछ नि यार अलिकति हाम्रो हिरो दाई म छु। कपाल भएन अलिकति ठिकै छ तर जिन्दगीमा चल्छ। चलिहाल्छ नि यस्तै हो विदेशमा के हो कपाल खुइलिन्छ हेर नहुँदा नहुँदा। बाहिर निस्किसकेको अवस्था होइन। बाहिर निस्केर अब टक्क गाडीमा चढेर निस्किने हो कि। गाडी पो कता छ हौ के अहिले चाहिँ गाडीभित्र होइन अलिकति लाइट नभएर लाइट आफ्नै पर्सनल लाइट हुन्छ यता चाहिँ। अब चाहिँ टक्क कफी खान जान आँटेको होइन। दाइ कफी खान जाने होइन गइदिउँ। ल पानी पो परिरहेको रहेछ नि त दाइ यार। कता हो ढोका चाहिँ? मिलन दाई वाट्सअप दाई हाम्रो खकन दाई होइन। चाहिँ अर्डर लिन जानु भइरहेको छ होइन। कोही के भनिराख्नु भएको। फाइनल केटा हो अहिले चाहिँ फर्स्ट डेस्टिनेसनमा आइपुग्यो हामी। अनि यो ठाउँको नाम चाहिँ साङ्ग्रिला कर्निस रहेछ क्या। बिच हो छेउमा समुद्र छ होइन। उता डिस्को भइरहेछ पार्टी लाइट। अनि मसँग अब त्यही हामी दाइहरू हामी हुनुहुन्छ चट्ट लाएर। हेलो अब अगाडि बढौँ है त हामी।
पानी परिराखेको छ, माहौल बवाल छ होइन। अनि रमाइलो भइराखेको छ। त्यही माथि लङ टाइम नो सी पिपुल हाउ आर यु होइन। अलिकति बढी बोल्दैछु कि क्या हो, चट्ट लागेर हेर न यार केटा, यस्तो माहौल यस्तो खतरा छ क्या। अब कसरी बयान गर्ने, क्यामेरामा र रियालिटीमा धेरै फरक हुन्छ होइन। माहौल चाहिँ बवाल छ है। झन् त्यही माथि दाजुहरूको साथ होइन, आमामा कसले सक्ने नि हामीलाई। चाहिँ खतरनाक रहेछ क्या, दामी रहेछ। अब यहाँबाट हेरौँ, ट्राई गरौँ जुम गर्नु होइन। हेरौँ न, गाइस पानीको फोहराहरू टन्नै रहेछ होइन। ठुलो रहेछ यहाँ चाहिँ, अलिकति सबैभन्दा ठुलो रहेछ क्या। वेलकम टु माई भ्लग क्याट, क्याटी क्याटी। आइरहेछ होइन, पानी सिमसिम होइन। अनि त्यसपछि चट्ट नयाँ ठाउँ स्पेसली होइन। थ्याङ्क यू हाम्रो मिलन दाईलाई, यहाँसम्म लिएर आइदिनु भयो, धन्यवाद दाई। ट्याक्सी ड्राइभर ठाउँ बवाल छ केटा, आउनुपर्छ है। जो साउदीमा बसिरहेछ, खोबरमा छ होइन, डु भिजिट दिस प्लेस होइन। अब के भन्ने मैले, अरू नेपालीमा पनि नि यार, कति इङ्ग्लिस मात्रै बोलेको कि फेरि। अब जो हुनुहुन्छ खोबरतिर अथवा तमामतिर टाइम छ भने यो ठाउँ भिजिट गर्नु, कति काम गर्नु होइन। काम गर्दा गर्दा वाक्क दिक्क भइन्छ होइन, फ्रेस हुनको लागि। म चाहिँ बवाल लाग्यो है। ल पानी अलिकति पर्न थाल्यो। त्यही न, अब अँध्यारो पनि छ अनि पानी पनि परिरहेछ। खासै केही खिच्न नि पाएन है। के अहिले चाहिँ हामी रुम फर्किँदै हो होइन। अनि पानी परिरहेछ, बाहिर केही खिच्न केही देख्दैन, अँध्यारो छ यहाँ चाहिँ होइन। यस्तै भयो आज, अब रमाइलो भयो। अहिले रुममा गएर भन्छु म कस्तो भयो, के भयो, वाट विस यात्रा कस्तो भयो होइन। यस्तै त हो नि। चाहिँ फाइनली ब्याक टु रुम होइन। पानी परेर खासै बाहिर जान घुम्यौँ अनि ट्याक्क रुम आएको, प्याकेज पनि आइराखेको रहेछ क्या, बाहिरबाट मगाएको थियो। यसो भ्लग गर्नको लागि गियरहरू मगाएको थियो। यसले चाहिँ अनबक्सिङ होइन कस्तो हुन्छ भनेर हो होइन। प्याकेज चाहिँ आएको, अब घडी कस्तो छ केटा हो।
आजको दिन चाहिँ बबाले गयो होइन नयाँ ठाउँ गइयो पानी परेर खासै कतै घुम्न चाहिँ पाइएन अनि त्यही माथि अलि ढिलो पनि निस्केको भएर अब अँध्यारो पनि भयो त्यही भएर भिडियोहरू पनि त्यति खिच्न पाइएन होप यु गाइज इन्जोय इट होइन अनि अर्को भनेको सामान एकदम नराम्रो आएछ होइन छिट्टै बुझेन एउटा त्यत्रो सामानमा एउटा दुइटा मात्र मन पर्यो होइन अनलाइनमा हेर्दाखेरि एउटा टाइपको थियो अहिले रियालिटीमा हेर्ने सामान आइपुग्दाखेरि अर्को टाइपको छ होइन त्यही भएर चाहिँ अब सामान किन्दा चाहिँ एकदम केयरफुल हुनुपर्ने रहेछ सबक सिकियो भनौँ न नेक्स्ट टाइमदेखि चाहिँ अब अलिक केयरफुल भएर खिच्छु अनि आजको लागि चाहिँ यहीँ टुङ्गाउँछु आज अब यहीँ सकाइदिउँ अनि नेक्स्ट टाइम फेरि भेट्ने बाचा गर्दै अहिलेको लागि चाहिँ टाटा बाई बाई